रंगीला तारा रंग बेर जुए तारी बात रे। जो काला तारा ओए छबीला तारा ओए रंगीला तारा रंग बेर जुए तारी बात रे। जो काला तारा ओए छबीला तारा ओए रंगीला तारा रंग बेर जुए तारी बात रे। म चाहिँ भिडियो बनाएको है त। अरूले हातले मोलेको खाएको देखेर मलाई पनि यस्तो खान मन लाग्ने कि सो द्याट बनाए ल। हेलो एभ्रिवान, आज चाहिँ म चटपटेको रेसिपी लिएर आएको छु। गिलो चटपटे होइन, घरमै बनाएको 5 मिनटमा बनाएको चटपटे है त गाइज। चाहिँ नर्मल र फरक तरिकाले चटपटे बनाउँदैछु। बजारभन्दा राम्रो घरको चटपटे तपाईहरू पनि यदि खान चाहनुहुन्छ भने मेरो रेसिपी हेरेर हजुरहरू पनि ट्राई गर्नु होला है त गाइज। घरमै बनाएको चटपटे एकदम सिम्पल र सजिलो तरिकाले हजुरहरूले सामग्रीबाट युज गर्न सक्नुहुन्छ। स्वादिलो, भरपर्दो र कम खर्चिलो तरिकाले आफू खाएर परिवारलाई पनि खुवाउन सक्नुहुन्छ। घरमै बनाएको चटपटे सजिलो, सिम्पल र एकदमै भरपर्दो मिठो, आफू लगायत फ्यामिलीलाई नै खुवाउन पाउने होइन, एकदमै मजा आयो खाँदा चाहिँ। यो चाहिँ गिलो चटपटेको रेसिपी थियो। हजुरहरूसँग के कसरी बनाउने भनेर म चाहिँ भिडियो बनाएको है त। अरूले हातले मोलेको खाएको देखेर मलाई पनि यस्तो खान मन लाग्ने कि सो द्याट बनाए ल।